बिहिबारको दिन है, बिहिबारको दिन अलिकति बिजी पनि भइयो। के भयो भन्दाखेरि चाहिँ बिहान चाहिँ के भयो, त्यो टावरमा त्यो लुज भएको कस्न आउनुभएको थियो, जुन त्यो आवाज आइराखेको थियो स्पार्कको आवाज। अनि त्यसपछि चाहिँ सुरुमा चाहिँ यहीँ सुपरमाथि अगाडिको पोलमा कसियो। त्यसपछि चाहिँ त्यो के अरे 17 नम्बरको पाना नपुगेर फेरि सुपरमाथिसँग मागियो। अनि त्यसपछि चाहिँ उता के अरे खोलाबारीको टावरमा गइयो, त्यहाँ कस्न लागियो होइन। त्यहाँ कस्दाखेरि चाहिँ यहाँ दाइहरूलाई सेफ्टी बेल्ट पनि लाउन नआउँदो रहेछ। त्यहाँ नेट पनि टिपेन। अनि कस्तो अलि धेरै टाइम लाग्यो। अनि खाना फर्किँदाखेरि 11 बजे थियो। सबै सरहरूले खाइसक्नु भएको रहेछ, अनि मेरो मात्र बाँकी रहेछ। अनि खानासाना खायोवरी अनि फेरि अनि सरले चाहिँ उता जाने भन्नुभयो टावरतिरै। अनि अलिकति हिजो चाहिँ भन्नाले त्यो दिन चाहिँ पीडादायी नै भयो। किन भन्दाखेरि चाहिँ त्यो बाटो त गइयो होइन, राम्रो बाटो भयो भने चाहिँ ठिकै थियो। अनि बेलाउन्ती नि चोर्नु भएको थियो काम गर्ने दाइहरूले त्यहाँ कसको घरबाट। अनि त्यो खाँदाखेरि रमाइलै भएको थियो। तर पछि जब चाहिँ त्यो बाटो नभएर चाहिँ सर अगाडि जानुभयो, अनि दुईजना कामदार मेरो काँधमा छुन्नुभयो, त्यही पहिलाकै बाटो आउनु भनेर। अब पहिलाको बाटो त अब मैले भुलिसकेको रहेछु। अब जाँदाखेरि कुरो सिस्नो यहीँ बाटो गइयो। अनि त्यसपछि चाहिँ लुगाभरि सिस्नो है, जताततै पासेछ। अझ त्यति नभएर अब तपाईँको कुरो लगाइसक्यो, अझ माथिको टावरमा जानुपर्छ भनेर लाउनु भयो। पनि ल अब भनेर गइयो होइन। बाटो गतिलो थिएन, कतै खाल्टा खुल्टीमा पनि चक्कियो है। अनि अरूभन्दा पनि त्यो कुरो लाएर मस्त है, साप्राहरू पुरा पासेछ, हातमा पुरा सिस्नो लाएर पासेछ है। एकदम पीडादायी भयो दिन चाहिँ। अनि त्यसपछि बेलुकातिर बल्ल र तल्ल फर्कियो। अनि बल्ल र तल फर्केर चाहिँ क्याम्पमा गइसकेपछि चाहिँ के अरे त्यो काम गर्ने दाइहरूलाई जम्बुको व्यवस्था गर्ने भनेर 2 बोतल जम्बु व्यवस्था गऱ्यौँ। अनि बेलुका चाहिँ मासु बनाइदिनु भन्यौँ। अनि त्यसपछि चाहिँ खाजा चाहिँ मोमो रहेछ। अनि चाहिँ मोमो खाइयो। अनि त्यही हो। अनि त्यसपछि घर फोन गरियो। अनि त्यही अलिकति पीडादायी नै भयो। साप्रा पासिरहेछ, हात पासिरहेछ। अहिले भिडियो बनाउँदाखेरि नि यहाँ पासिराखेको छ, हात दुखिराखेको छ है। अब यस्तै साइडमा आएपछि अब जे पनि काम गर्न पर्ने त्यही हो। अब च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला। थ्याङ्क्स फर वाचिङ। अब पढ्ने फुर्सद त हुँदैन। अब यो भिडियो बनाउने पनि फुर्सद छैन, कल आइराखेको थियो। तै पनि अब यहाँ बाटोमा आउँदा बनाइदिउँ भनेर एउटा भिडियो बनाइदिएको। त्यसको लागि एउटा लाइक पनि गरिदिनु होला भन्दै आजको भिडियो यहाँ अन्त्य हुन्छ। धन्यवाद।